नमस्कार दर्शक महानुभावहरू, तपाईहरुलाई फेरि स्वागत छ कान्छीको कथाको नयाँ एपिसोडमा। एउटा नेपाली छोरीको सपना, सङ्घर्ष र साहसको यात्रा। आज हामी सँगै छौँ कान्छीको जीवनको अर्को नयाँ मोड तयार हुनु है त कान्छीसँग विदेशको अफिस लाइफ अनुभव गर्नको लागि। बिहानको समय थियो। अफिसको तर त्यहाँ हल्का म्युजिक बजिरहेको थियो। कहिलेकाहीँ मौनता पछिको क्षण बोलिने शब्दभन्दा गहिरो हुन्छ। मनले बोलेका कुरा नजरहरूले बुझ्छन् अनि सुरु हुन्छ त्यहाँ एउटा नयाँ अध्याय। हो दर्शकबिन, कान्छीको अफिसको एउटा कर्नरमा बिहान एउटा टेबलमा सारा र कान्छी कफी लिएर बसिरहेका थिए। यत्तिकैमा कान्छीले सारालाई भनिन्, "व्हाट्स अप सारा, यु आर अ बिट क्वाइट टुडे।" साराले पनि हल्का मुस्कानका साथ जवाफ दिइन्, "नथिङ मच, जस्ट वन्डरिङ, डिड समथिङ ह्यापन बिट्विन यु एन्ड राजन दा यस्टरडे?" कान्छी थोरै छक्कै पर्छिन्, नजर टाढा हेर्छिन्। कान्छीले पनि सारालाई त्यति नै बेला इङ्ग्लिसमै जवाफ दिइन्, "सी नोटिस्ड, आई थट नथिङ रियली चेन्ज बिट्विन अस, बट मेबी साइलेन्स स्पिक टु।" त्यो साँझको छोटो भेटमा धेरै कुरा नभए पनि मनभित्रको खुल्दुली बिस्तार शान्त हुँदै गएको थियो। यत्तिकैमा अफिसको रिडिङ एरियातिर कुनै एक व्यक्ति घुमिरहेका थिए। उनी थिए राजन दाई। फेरि कान्छीसँग अचानक भेट हुन्छ। उनी राजन दाई। राजन दाईले सुटुक्क सानो स्वरमा भन्छन्, "कान्छी, तिमीसँग हुँदा ती पुराना दिनका यादहरूले मलाई झलझली सताउँछ। तर यो सहरले तिमीलाई धेरै कुराहरू सिकाइसकेको छ र धेरै परिपक्व बनाइसकेको रहेछ कान्छी। हो राजन दाई, यो सहरले मलाई धेरै कुराहरू, धेरै सङ्घर्षहरू सिकाइसकेको छ। चुप लाग्नु पनि उत्तर दिनु नै हो। तर आज मलाई लाग्दछ केही कुराहरू खुला राख्नु पनि जरुरी रहेछ।" त्यो क्षणमा न कुनै बाचा थियो, न त कुनै निष्कर्ष नै थियो, तर एक किसिमको विश्वास थियो जुन मौनता पछिको मितेरी जस्तो लाग्थ्यो। सारा मुस्कुराउँदै कान्छीलाई हेरेर हल्का हाँस्छिन् र भन्छिन्, "सिम्स लाइक समन्स फाइनली अनलकिङ हर फिलिङ्स।" कान्छी पनि हल्का हाँस्दै, "मेबी अर जस्ट लर्निङ टु लिसन टु देम।" कहिलेकाहीँ कथा प्रेम भन्दा पनि गहिरो हुन्छ। त्यो मितेरी हुन्छ। मौनताको पछाडि लुकेको आत्मीयता हुन्छ। दर्शकबिन, यदि तपाईँ पनि कान्छी जस्तै स्मार्ट खरिदारी गर्न चाहनुहुन्छ भने भिडियोको डिस्क्रिप्सनमा दिएको टेमो लिङ्क क्लिक गर्नुहोस्। टेमोमा पाइने सामानहरू सस्तो, ट्रेन्डिङ र भरपर्दो हुन्छन्। किनमेल गर्नुहोस् सजिलो तरिकाले अनि साथसाथै सपोर्ट गर्नुहोस् हाम्रो च्यानललाई पनि। धन्यवाद। अब अर्को नयाँ एपिसोड कान्छीको कथा एपिसोड 10 फेरि भेटिन्छ। हेर्न नभुल्नु होला है। धन्यवाद।